हेलो माई फेसबुक मेरो साथीहरू सबैजनालाई नमस्ते सबैजनालाई। आज म ट्रफल वेल एटा मामे डिमसमको लागि भिजा रेडी गरेर राखेको छु अनि यसको रेसिपी चाहिँ लिएर आएको छु हजुरलाई हैन। मेरो प्रिय साथीहरूले यसले डिमसम कसरी बनाउँछ होला के हाल्छ मिजामा यो भनेर सोधिरहनु भएको थियो। आज उहाँहरूको लागि स्पेसली मैले डिमसमको रेसिपी लिएर आएको छु हजुरसँग है। ले जाएगा हमारा ये कमल का कड़ी बोले तो लोटस टेम कितना जाएगा देखना जूम करके लोटस टेम। ला भाई साउंड आ रहा है कि नहीं आ रहा है? बाद में आएगा ना साउंड, नहीं तो बक्सी तुम्हारा फायदा नहीं है। ये पूरा भैंस ही डालना है इसे। अब जाएगा ये ब्रोथ पाउडर एरोमेटिक। रेसिपी शेयर नहीं करने का यार। शुगर ये डेटर क्रीम चीज एक बार भाग के दूर चले जाने का, फिर भाग के नजदीक आ जाने का। अब दादी जान्छ यो वासबी त्यसपछि ये ट्रफल ऑयल त्यसपछि यो छ सेसमी ऑयल। अब यसलाई गर्दैछु मिक्स है। यसको रेसिपी चाहिँ धेरै नै राम्रो छ हैन, हजुरले ट्राई गर्न सक्नुहुनेछ। मैले सब्सिडी जति नै हालेँ त्यति हालेर हजुरले पनि ट्राई गर्नुहोस् है। कटिङ चाहिँ म अहिले मिठा बनाएर देखाएको छु अनि यसको कटिङ चाहिँ म कसरी बनाउँछु के बनाउँछु म नेक्स्ट भिडियोमा हजुरलाई पनि ल्याउने छु है। धेरै नै राम्रो छ अनि मिठा हाम्रो कम्प्लिट भइसकेको छ। हजुरले हेर्न सक्नुहुन्छ अनि त्यो रेसिपीमा हजुरले पनि बनाउन सक्नुहुन्छ। धेरै नै राम्रो छ अनि यसको प्याटर्न चाहिँ फोल्डिङ चाहिँ हामीले कसरी बनाउँछौँ के बनाउँछौँ नेक्स्ट भिडियोमा हजुरलाई फेरि नै देखाउने छु म है। अहिलेको लागि यति नै, हस्त नमस्ते, यति नै।